हेलो नमस्ते सबैजनालाई। अहिले म चाहिँ मेरो साथीसँग के अरे एकादशी बजार जाँदैछु है। साथी चाहिँ यहाँ नै पानीमा अलि लजा जस्तो छ, पानी परेछ आज एकादशी बजार। अब हाम्रो घरबाट चाहिँ एकादशी बजार पुग्नु कति 5 मिनटमा पुगिन्छ र हामी दुईजना चाहिँ अब जाँदैछु हिँडेर होइन। जाडो जाडो पनि छ होइन, पानी पनि परेछ। पानी परेको थियो छाता जस छाता बोकेछ होइन, लड्छ फेरि। जाने चाहिँ यतातिर हो, 5 मिनटमा अब यहाँ पुगिन्छ बजार, एकादशी बजार। यहाँ ठुलो मेला लागेछ, पानी परे पनि मेला चाहिँ ठुलो छ। यहाँबाट चाहिँ सहरी साधन पनि निषेध गरिएको रहेछ है। यताबाट अर्को बाटो जान्छ। आफ्नो आफ्नो ग्रुप छ है। ल कोही गीत गाउने, कोही के गर्ने। ल गीत गाउँदै हुनुहुन्छ, गीत गाउँदै हुनुहुन्छ एकादशी बजारैमा। ल गीत गाउँदै हुनुहुन्छ उहाँले। नमस्ते नम्बरलाई मन्दिरभित्र त छिर्न सकिन्न होला है। यहाँ अगाडि जाउँ न त बे। छाता खाइमा बस्छु। आजको एकादशी बजार छिर्न सकिन्छ त। ल अहिले चाहिँ हामी मन्दिरभित्र प्रवेश गरियो है। जसले हाम्रो शरीरलाई सही उठेर टुक्रुक्क बसेर बस्ने आसन मलासन भन्ने थाहा छ तपाईँहरूलाई? मनतातो बनाउने मलासन। अब अहिले पो अर्कै टोयलेट आए बसेर गर्ने हो। त्यहाँ पहिलाको टोयलेटमा त मलासनमै बसेर त गरिन्छ नि। मलासनमा बस्ने, 2-3 गिलास पानी खाने, स्नान गर्न गयो भने आजको हाम्रो एकादशी बजारमा यहाँ प्रवचन पनि हुँदैछ। त्यही भएर यहाँबाट हामीले घरि ताली बजाउनुहोस्, ताली बजाउनुहोस्, ताली बजाउनुहोस्, हात उठाएर ताली बजाउनुहोस् भन्छ। ताली बजाए पनि हाम्रो शरीरलाई फाइदै हुन्छ। त्यही भएर फेरि एकचोटि बजाउनु। नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय भन्नुहोस् हजुर। नमः शिवाय नमः शिवाय ओम नमः शिवाय वासुदेवाय। ल यताभित्र चाहिँ यहाँ भक्तजनहरूको लामो क्यु छ है। अब यहाँभित्र छिर्न सकिन्न। अब हामी चाहिँ बाहिर निस्कियो। ल है बजारको चाहिँ हालत यस्तो छ। सबैजना बजार घुरेर घर है। ए हो यहाँ एभ्रिडे गर्छ। घर फर्किने घरमा हुनुहुन्छ उहाँहरू सबैजना। ट्राफिक प्रहरीहरूले चाहिँ यहाँ कन्ट्रोल गरिराख्नु भएको छ। यहाँ चाहिँ घर फर्किने तर्खरमा हुनुहुन्छ सबैजना है। यहाँबाट सहरी साधन निषेध। ल अब हामी चाहिँ यतातिर छिर्छौँ है। ल
यहाँबाट यसरी छिर्ने हो ल ल हे लुगाहरू पानीले बर्बाद गर्यो ल डाँडेको लुगाहरू यस्तो छ बाटोको हालत यस्तो छ ल आयो 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 होलसेल होलसेल ल हुन्छ हुन्छ ल ल 1050 मा ल हिलो है तिमीले चप्पल लाएर ठिक गरे नि बेबी यस्तै हो कसरी हो यसको बहिनी हजुर 250 हजुर ल होलसेलमा जुत्ता होलसेलमा हिलो छ हामीले खतम पार्यो के पाउँछ यहाँ चाहिँ वर्गको खुकुरी सुकुरी उद्याउनु छ भने चाहिँ यहाँ ल्याउनु भयो हुन्छ है उहाँहरूले है उद्याइदिनुहुन्छ धार लगाइदिनुहुन्छ यहाँ चाहिँ के हो यस्तो डाइस साइस डट हान्ने ठाउँ रहेछ यो चाहिँ ल मन्दिरमा पूजा गर्नेको क्यु हेर्नुहोस् त उहाँहरू कहिले पूजा गर्नु जानु हेर्नु त आज त रातभरि बजार लाग्छ यहाँ नाच्दै हुनुहुन्छ यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ ल ल यहाँ पनि नाचगान हुँदैछ यतातिर पनि आफ्नो आफ्नो कुरो नाच्ने गाउने गीत गाउनेहरू हुनुहुन्छ है त्यस्तो पानीमा कपडाहरू भिजेर भिजोक छ कपडाहरू भिजेर पानी झरीमा ल आयो 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 फर्केर हेर्नुहोस् त आयो 500 मा भन्छ के आयो आयो अब हामी यतातिर ल यहाँबाट यता भित्र छिर्ने हो फेरि ल फर्केर हेर्नुहोस् त भन्छ 750 अरे भीड़ छ है भीड़मा बच्चाको कपडाहरू तेलमा 750
एकदम भिड छ यहाँ चाहिँ। जुत्ता चाहिँ त्यस्तै हो, पानीले है सब भिजेछ। यता चाहिँ खेल्ने ठाउँहरू रहेछ, यस्तो यस्तो छ। भाइरल कोरियन काण्ड अरे, भाइरल कोरियन काण्डहरू। गेम सेम खेल्दैछ है। आऊ आऊ के खानेहरू नखाने होला है, नखाऊँ है। भाइरल कोरियन काण्ड मान्छेहरू खेलेछ। यस्तो हिँड्नुमा नि खेल्दो रहेछ त मान्छेहरू है। पानी चाहिँ हो यहाँ माथि हो। कसरी हो र सबैको हजार? भोलि आउँछ ल, यहीँ हो। अब एकचोटि नाच साच हेर्ने है। पानी पर्यो। गाउँदै हुनुहुन्छ। यहाँ चाहिँ रमाइलो गर्दै हुनुहुन्छ उहाँहरूले, गीत गाउने नाच्ने गर्दै हुनुहुन्छ। पानी पनि परिरहेछ। अब यहाँ छाता ओढेकोले नाचे हुन्छ। यता एक ग्रुप नाच्दै हुनुहुन्छ।
हस्पिटलमा चाहिँ यता हो ल बाटो बन्द छ यहाँ हामी चाहिँ घर फर्किँदैछौँ हाम्रो गाउँ आइपुग्नु लाग्यो हाम्रो हैन पानी परेर यस्तो छ कार्तिकको महिना ल फाइनली हामी चाहिँ एकादशी बजार घुमेर आइसक्यो र सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ल सी यू नेक्स्ट भिडियोमा सबैलाई बाई बाई